नमस्ते नमस्कार, मेरो नाम हो रोशन कुमार यादव। घर चाहिँ औराही नगरपालिका वार्ड नम्बर 7 मा हो। आज चाहिँ म तपाईलाई यो पूर्व राजा ज्ञानेन्द्र शाहले जुन पछिल्ला दिनहरूमा सार्वजनिक रूपमै जुन अभिव्यक्तिहरू दिइरहेका छन् भन्नाले उहाँ चाहिँ आफ्नो सक्रियता जुन बढाइराख्नु भएको छ त्यस सम्बन्धमा कुरा गर्न गइरहेको छु, जसमा उहाँ चाहिँ नव वर्ष 2082 सालको अवसरमा दिएको जुन सन्देशले प्रष्ट के देखाएको छ भने उनी आफूलाई एउटा संवैधानिक राजा यानि सेरोमोनियल किङको रूपमा पुनर्स्थापना गर्न चाहन्छन्। उहाँको जुन सन्देश छ त्यो सन्देशमा चाहिँ प्रष्ट के भन्न चाहिराख्नु भएको छ भने नागरिकको स्वतन्त्रतालाई सबभन्दा ठुलो मूल्य मान्दै वर्तमान राजनीतिक अवस्थामा देखिएको अराजकता, भ्रष्टाचार, बेरोजगारी, युवा पलायन, जुन वैदेशिक रोजगारीमा दिनका 2000-3000 युवा जुन पलायन भइराखेका छन्, ती कुराहरू र जनस्तरको जुन निराशा छ त्यो प्रमुख समस्याहरूलाई उहाँले त्यो भिडियो सन्देशमा साथमा राख्नु भएको छ। र यस्ता समस्याहरूलाई टार्गेट गरेर यसलाई समयमा समाधान गर्न सकिएन भने यसले चाहिँ देशमा विकराल अवस्था ल्याउन सक्छ र यो समस्या समाधान गर्नको लागि राज्य संस्था चाहिँ सक्षम भन्ने कुराको भाष्य चाहिँ उहाँ स्थापना गर्न खोजिराख्नु भएको छ। उहाँको जुन सम्बोधन छ त्यो सम्बन्धमा चाहिँ यही कुराहरू प्रष्ट रूपले तपाईँ पाउनुहुन्छ। ज्ञानेन्द्र शाहले आफूलाई कुनै दल विशेष वा वादको पक्षमा नभई सम्पूर्ण राष्ट्रको स्वाधीनता र नेपाली जनताको जुन संप्रभुता छ त्यसको पक्षमा रहेको प्रष्ट पारेका छन्। राज्य संस्थाले जहिले पनि योगदान दिँदै आएको छ भन्ने कुरा पनि उहाँको अभिव्यक्तिबाट चाहिँ प्रष्ट देख्न सकिन्छ। अझै भूमिका चाहिँ उहाँ खोजिराख्नु भएको छ जस्तो मलाई लाग्छ। यस्तो अवस्थामा उनको सक्रियता बढ्दै जानु र नेपाल आमालाई केन्द्रमा राखेर विचार बन्नुपर्छ भन्ने जुन भनाइ जनमानसमा राष्ट्रवादी भावनाले सम्बोधन गर्दै उहाँ चाहिँ आफ्नो पक्षमा समर्थन जुटाउने जुन रणनीति देखिन्छ, यो राजनीतिक सन्देश मात्र नभई एक किसिमको पुनर्स्थापनाको प्रयास पनि हो र यसलाई गणतन्त्रवादी शक्तिहरूले समयमै रोक्नुपर्छ। निष्कर्षमा भन्ने हो भने पूर्व राजा ज्ञानेन्द्र शाह आफ्नो भूमिकालाई सेरोमोनियल वा संवैधानिक राजाको रूपमा पुनर्स्थापना गर्न चाहन्छन् भन्ने सङ्केतका रूपमा प्रष्ट देख्न सकिन्छ। तर उनको जुन गतिविधिहरू क्रमशः राजनीतिक रूपमा सक्रिय बढ्दै गइरहेको छ र जुन चैत्र 15 गतेको जुन आन्दोलन थियो त्यो आन्दोलनमा 2 जनाले ज्यान गुमाएको प्रति उहाँले श्रद्धाञ्जली व्यक्त आज 10-15 दिनपछि गर्नुभएको छ। त्यो पनि सार्वजनिक रूपमा एउटा भिडियो सन्देश मार्फत चाहिँ उहाँले गर्नुभएको छ। यसबाट पनि के प्रष्ट हुन्छ भने जुन गणतन्त्र पक्षधरहरूले आफ्नो माग वा आफ्नो विचार राख्दै गर्दाखेरि उहाँको त्यसमा तीखो आलोचना थियो। उहाँ चाहिँ के गर्नुहुन्छ, यी विशेष समस्या समाधान गर्न सक्नुहुन्छ हुन्न, त्यसको उहाँसँग कुनै प्लानिङ छैन। उहाँको मेन टार्गेट के छ भने आफू चाहिँ कसरी जुन पद, जुन सत्ता, जुन राज्यबाट खोसिएको छ त्यो ठाउँमा कसरी पुग्न सकिन्छ भन्ने उहाँको एउटा ग्रान्ड डिजाइनिङ हो। र त्यही ग्रान्ड डिजाइनिङको तहत उहाँले विभिन्न राज संस्थाहरूलाई एकीकृत गरेर आन्दोलन गराइराख्नु भएको छ। र यो कुराले चाहिँ के प्रष्ट पार्छ भने तिनकुने घटनाको मुख्य योजनाकार र नायक चाहिँ ज्ञानेन्द्र शाह हो। हिन्दू धर्म चाहिँ पक्षमा धेरै जनता छ, यो कुरा प्रष्ट हो। तर राज्य संस्थाको पक्षमा जनता खासै छैन, किनभने राजाको अवस्थामा पनि म चाहिँ तराईबाट बिलोङ गर्छु। हाम्रोमा चाहिँ मेरो गाउँमा राजाको पालामा चाहिँ रोड त बनेको थियो, तर मेरो घरसम्म विद्युत अहिलेसम्म यो गणतन्त्र, लोकतन्त्र, प्रजातन्त्र जुन तन्त्र भए पनि मेरो घरमा पञ्चायती बेला चाहिँ गाउँमा एकजना मान्छे कङ्ग्रेसबाट जित्या थियो, त्यो रामविनेश यादव नाम उहाँको। उहाँ चाहिँ मेरो बाजे सायद राप्रपामा लागेको भएर हर छापमा चाहिँ भोट दिया थियो र त्यो समयमा त्यो कङ्ग्रेसीहरूले
मेरो घरसम्म विद्युत आउन दिएन। त्यो कांग्रेसीकै बाले सायद जमिन बेचेको थियो र हाम्रो र उहाँको घरमा चाहिँ त्यो जमिनको साटफेर भएको थियो र अहिलेसम्म चाहिँ त्यो मेरो पोलमा त्यो लाइनको वायरिङ भएको छैन। हेर्नुहोस्, कांग्रेस भनेको कति अत्याचार हो। कांग्रेसी भनेको एकदम अत्याचारी हो र राजाको पालामा पनि त्यो कुरा भएको छैन। मैले यो कुराको पनि वकालत गर्दिन जुन कांग्रेस चाहिँ ठिक हो र राजा चाहिँ बेठिक हो। राज संस्थाको पक्षमा मरे पनि म चाहिँ छैन, किनभने मलाई स्वतन्त्रता मनपर्छ र स्वतन्त्रताको म प्रेमी हो र त्यही भएर राज संस्थाको म विरोधी स्वतः भइ नै हालेँ होइन, त्यसमा भन्ने कुरै भएन। तर यो कुरा हो, कुरा विकासको हो, रोजगारीको हो। यो कुराहरूमा गणतन्त्रवादी चाहिँ पछि परेकै हो। तिनीहरूले ठुलो काण्ड मचाएर टन्नै पैसा कमाएकै हो। तर त्यसलाई व्यवस्थित पार्नको लागि नयाँ विचारको साथमा जुन लोकतन्त्रमै भएका विभिन्न तह तबकाहरू जुन छ त्यसलाई सुदृढ गर्दै अझ लोकतन्त्र कानुनलाई सशक्त बनाउँदै त्यसलाई अझ भन्नाले देखिएका जुन समस्याहरू छ त्यो समस्याहरूलाई समाधान गर्नको लागि जुन बाटो बनाउनु पर्थ्यो त्यो बाटो बनाउनमा सरकार कहीँ न कहीँ चुकेको चाहिँ छ। तर राजनीतिक रूपमा यो व्यवस्था नै खराब भयो भन्ने कुरा मलाई चाहिँ लाग्दैन। व्यवस्था ठिक हो, त्यहाँ मान्छे खराब भएछ। हेर्नुहोस्, त्यहाँ केपी ओलीको उमेर 70+ हो। पुरानो विचार भरिएको दिमागमा भरिएको छ उहाँको। त्यसपछि शेरबहादुर देउवा त्यस्तै हो, म जस्तै हक्ला हो। त्यो चिक्नेबाट हुने भनेको खासै केही छैन। त्यसपछि प्रचण्ड त्यस्तै हत्यारा हो, 17,000 मार्नेको उहाँ नाइके हो। यी थोथराहरूले बनाएका जुन विचार छन् र उनीहरूले जुन सञ्चालन गरेको पार्टीको जुन प्रवृत्ति छ त्यसमा के प्रश्न देखिन्छ भने जहिले पनि पार्टी अध्यक्ष आफू भइरहने र पार्टी अध्यक्ष भइसकेपछि राजनीतिक जुन पद छ त्यो पदमा सबभन्दा पहिला त पार्टीको निर्णय गर्नेले नै पार्टीले सिफारिस गरेको त अनि पदमा जाने हो। त्यही भएर उहाँहरू पार्टीमा सिफारिस चाहिँ आफै हुने र मन्त्री बन्नको लागि लावालस्कर लाएर जाने। मन्त्री बनेको भने त्यहाँ व्यवस्थामा के परिवर्तन गर्नु पर्यो भने एकचोटि मन्त्री भइसकेको हरहरू चाहिँ दुईचोटि राखौँ न, दुईचोटि कुनै सरकारको पालामा दुईचोटि मन्त्री भइसकेको हरहरूलाई चाहिँ मन्त्री बन्न नपाउने व्यवस्था गर्नुपर्छ। एकचोटि दुईचोटि मन्त्री भयो चाहे त्यो कुनै सरकारको पालामा किन नहोस्, एकचोटि मन्त्री भइसकेको मान्छे चाहिँ मन्त्री बन्न पाउँदैन। नयाँ चेहरा आउनु पर्यो। त्यसपछि 50 कटेका हरहरू चाहिँ मन्त्री बन्न नपाउने र मन्त्री बन्नलाई संसद चाहिँ नचाहिने प्रोफेसनल मान्छे चाहिँ आउनु पर्यो कि टप ब्युरोक्रेट लिडरमा। यस्ता केही अन्य सुझावहरू सङ्कलन गरेर गर्न गयो भने त्यहाँ चाहिँ धेरै कुराहरूको व्यवस्था हुन्छ। ठिक छ, जुन संसदहरू जितेर जानु भएको छ तिनीहरू चाहिँ कानुन बनाउनको लागि गएको भने उहाँहरूलाई छोडिदिने नि कानुन बनाउनलाई, मन्त्री पद खानलाई किन छोडिदिने होइन र? यो व्यवस्थाहरू गर्नुपर्छ।